मलाई बोल्न दे सरकार र जवाफ दे सरकार भनेर आज उहाँलाई जनताले यो देशको सबैभन्दा प्रोग्रेसिभ हुन सक्ने सरकारको शक्तिशाली प्रधानमन्त्री बनाएको छ। कहिले राष्ट्रपतिको अपमान गर्ने, संसदको अपमान गर्ने, जवाफ नदिने, यो कुराले संसद र जनताका आवाजहरूलाई, जनताका समस्याहरूलाई सही ढङ्गले लैजान सकिन्छ? काम गर्दै हुनुहुन्छ प्रधानमन्त्री भन्ने कुरा आएको छ। के काम गर्दै हुनुहुन्छ? के फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लाउँदै हो प्रधानमन्त्री यहाँ आउन नपाएर? आज नीति तथा कार्यक्रममा सहभागी होइदिनुस् प्रधानमन्त्रीज्यू। यहाँ त वी हैव द बेस्ट अफ the minds in this parliament from this entire country भनेका प्रधानमन्त्री बालेन शाहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेन तन्त्र पो विकास गर्न खोज्नु भएको हो कि भन्ने एउटा आम प्रश्न र जिज्ञासा बनिरहेको छ। स्थिति यस्तो बनेको छ कि स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले नै यो गुरुकुल र यो विश्वविद्यालयलाई बन्द गर्न थाल्नु भएको छ। सायद प्रधानमन्त्रीज्यू यो सदन प्रति अनिच्छुक हुनुहुन्छ, यो पार्लियामेन्ट्री अभ्यास प्रति उत्तरदायी बन्न खोजिराख्नु भएको छ। किनभने पटक संसदलाई उपेक्षा गर्नुभएको छ, पटक पटक संसदको हुर्मत लिने, संसदको अपमान गर्ने काम भएको छ। यसप्रति हाम्रो गम्भीर चासो र चिन्ता हो। देशको कार्यकारी प्रमुखले सदन जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र होइन, संसदीय अभ्यास प्रतिको उदासीनता प्रति होइन र सम्माननीय सभामुख ती सबै सांसदहरूको तपाईँको चाहिँ प्रधानमन्त्रीले कुरा सुनेर सबै देश आज ती 275 जना सांसदको कुरा सुन्नु भनेको त्यो हामीले व्यक्तिगत कुरा सुनाउनु अथवा व्यक्तिगत यहाँ कुरा राख्नु आउने होइन। सभामुख महोदय, हामीले 3 करोड नेपालीको जनताको कुरा चाहिँ यो सदनमा उठाएका हुन्छौँ। सरकार संविधानप्रति के संसदप्रति उत्तरदायी हुनुपर्दछ, संसदप्रति पूर्ण रूपमा जवाबदेही हुनुपर्दछ। अझ दुःखको कुरा सत्ता पक्षका सम्माननीय सदस्यहरू त्यसलाई सामान्य बनाउने प्रयत्न गरिराख्नु भएको छ। नीति तथा कार्यक्रम सबैभन्दा महत्त्वपूर्ण दस्तावेज हो, यो देशको रोडम्याप हो। यसलाई 3 करोड नेपालीले हेरिरहेका थियो। यति महत्त्वपूर्ण विषयमा उठेका प्रश्नहरूको जवाफ सम्माननीय प्रधानमन्त्रीज्यू स्वयंले दिनुपर्छ। कि अहिलेको सरकारले कुन चाहिँ शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ, अरू कुनै तन्त्र विकास गरिरहेको? हामी सदनमा सुकुम्बासी र संवैधानिक परिषदका कुरा उठाउँछौँ, प्रधानमन्त्रीज्यू आफ्नो सामाजिक सञ्जालको पोस्टमा देश र जनतालाई जवाफ दिनुहुन्छ। आज कुन चाहिँ नियत सम्मान्य प्रधानमन्त्रीले राख्नु भएको छ भन्ने कुरा हो। दोस्रो अधिवेशन सुरु भयो, नीति तथा कार्यक्रम उहाँको कार्यक्रम हो। उहाँले अपनत्व नलिकन कार्यक्रमको बीचमा उठेर जानुभयो, उहाँका केही बाध्यता थियो। हामी सदन मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, केही मान्य सदस्यहरूले आकस्मिक समयमा बोल्नको लागि समय माग्नु भएको छ। म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम मान्य सदस्य डाक्टर अङ्किता ठाकुर, समय 3 मिनेट। धन्यवाद सभामुख महोदय। सम्मानीय सभामुख महोदय, सबैभन्दा पहिले यस वर्षको एसई परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। साथै परीक्षा सकिएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गरी चुस्त कार्य सम्पादन प्रदर्शन गरिएकोमा म वर्तमान सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। सम्मानीय सभामुख महोदय, म सरकारको ध्यान आकर्षण एउटा दुःखद घटनातर्फ गराउन चाहन्छु। सप्तरीको तिलाठी कोइलाडी 6 भवन गामामा शनिबार राति भएको भीषण आग लागिमा 6 परिवारको घर गोठसहित 40 लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। तसर्थ सम्मानीय सभामुख महोदय मार्फत म सम्बन्धित मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु कि अग्नि पीडितहरूलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गरियोस्। साथै तराईमा बढ्दो आग लागि र आगामी वर्षायानमा हुन सक्ने बाढीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारीलाई अझै प्रभावकारी बनाउन सम्मानीय सभामुख महोदय मार्फत सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु। र गण्डकी मेडिकल कलेजका दोस्रो वर्षका रेसिडेन्ट डाक्टर अमीर उप्रेतीको निधनप्रति म गहिरो दुःखद व्यक्त गर्दछु। उहाँको आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक परिवारजन, सहकर्मी तथा सम्पूर्ण चिकित्सक समुदायप्रति गहिरो संवेदना व्यक्त गर्दछु। धन्यवाद। त्यसै गरी मान्य सदस्य नीतिमा कार्की भण्डारी, समय 3 मिनेट। सम्मानीय सभामुख महोदय, म सरलाई क्षेत्र नम्बर 1बाट निर्वाचित जनप्रतिनिधिको रूपमा आफ्नो क्षेत्रका केही गम्भीर तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्याप्रति यस सम्मानित सदन मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। तराईमा गर्मीयान सुरु लगतै सर्पदशा घटना अत्याधिक बढ्ने गरेका छन्। सरलाई लालबन्दी नगरपालिका 1मा नवलपुरमा समुदाय स्तरबाट सञ्चालित सर्पदशा उपचार केन्द्रले सरलाई मात्र नभएर रौतड, महोत्तरी लगायत आसपासका जिल्लाका हजारौँ नागरिकलाई सेवा दिँदै आएको छ।
तर दुःखका साथ भन्नुपर्छ त्यहाँ आइसियु र भेन्टिलेटरको व्यवस्था हुँदाहुँदै पनि दक्ष जनशक्तिको अभावले गम्भीर समस्या सिर्जना भएको छ। विशेष गरी साना बालबालिकाले सर्पले टोकेपछि कुन सर्पले टोकेको हो भन्ने जानकारी दिन सक्दैनन्। करे जस्ता विषालु सर्पले टोकेपछि ढिलो असर देखिने भएको हुनाले बिरामीको अवस्था एक्कासी जटिल बन्न पुग्दछ। हिजो मात्र महोत्तरी दुईबाट 2 वर्षकी बालिका आशा कुमारी महतोलाई गम्भीर अवस्थामा उपचारको लागि ल्याइएको थियो। ठुलो प्रयासपछि मात्र उनको ज्यान बचाउन सम्भव भयो। सम्मान्य सभामुख महोदय, आइसियु भए पनि सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा जनताको ज्यान जोखिममा परेको छ। स्थानीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दा पनि समस्या समाधान हुन सकेको छैन। मैले स्वयं स्वास्थ्य मन्त्रीज्यूलाई समेत यस समस्याबारे जानकारी गराएको थिएँ, तर अझै समाधान हुन सकेको छैन। त्यसैले म सरकारसँग तत्काल विशेषज्ञ चिकित्सक, आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति, भेन्टिलेटर सेवा तथा आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन जोरदार माग गर्दछु। साथ र अर्को त्यस्तै अत्यन्त दुःख घटना पनि यस सदन समक्ष प्रस्तुत गर्न चाहन्छु। सर्लाही लालबन्दी नगरपालिका 14 मा सर्पदंशै कारण एक युवाले ज्यान गुमाउनु पर्यो गत वर्ष। तर त्यो मृत्युको कारण केवल सर्पदंश मात्र थिएन। त्यहाँको दुर्गम भौगोलिक अवस्था, सडकको पहुँचको अभाव र सञ्चारविहीन अवस्थाले पनि त्यो ज्यान गयो। लालबन्दी नगरपालिकाबाट त्यहाँ पुग्न करिब 2 घन्टाभन्दा बढी समय लाग्छ। वर्षायाममा 3 महिना त्यहाँ नागरिक सम्पर्कविहीन हुने अवस्था छ। सडक छैन, एम्बुलेन्स पुग्दैन, मोबाइलको नेटवर्क छैन। आकस्मिक अवस्थामा हेलिकप्टर बोलाउने सम्भावना पनि हुँदैन। सम्मान्य सभामुख महोदय, सुगम मानिने मध्य प्रदेशभित्र यस्ता विकट बस्ती अझै पनि राज्यको पहुँचभन्दा बाहिर हुनु अत्यन्त विडम्बनापूर्ण अवस्था हो। मधेसको विकास केवल दक्षिण क्षेत्रमा सीमित हुँदा उत्तरी भेगका जनजाति तथा दुर्गम बस्तीका नागरिक राज्यबाट पछाडि पारिएका छन्। त्यस्तै सर्लाही क्षेत्र नम्बर 1 मा सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीय नागरिकले अप्रभावकारी सेवा सुविधा पाउन ठुला सहरहरू प्रवेश गर्ने हुन्छ। अध्ययनको सिलसिलामा अध्ययन गर्न आउने त्यो विद्यार्थीहरूमाथि चाहिँ विभिन्न किसिमका शुल्कहरू लिएर सरकारले अथवा त्यो चाहिँ विभिन्न कलेजहरूले सरकारले त्यो चाहिँ विद्यार्थीहरूमाथि ल्याउने मनपरी शुल्कलाई चाहिँ व्यवस्थापन अथवा त्यस सम्बन्धी चाहिँ सरकारको निगरानी रहोस् म भन्न चाहन्छु। त्यसै गरी मैले पटक पटक उठाएको थिएँ, हामीले उठाएको थिएँ यो सदनमा किसानको समस्या। अहिले वर्तमान अवस्थामा किसानहरूले अहिले बाली लाउने बेला, उत्पादन गर्ने बेलाको समय आएको छ। अहिले देशैभरि आम किसानहरूले उत्पादन छ, बजार छैन, उत्पादन गर्नु मलजलको व्यवस्था छैन। त्यसै गरी उत्पादन छ, उत्पादनलाई सही ठाउँमा तपाईँको व्यवस्थित गर्नको निम्ति बाँदर आतङ्कले आज देशैभरि किसानहरू, लाखौँ लाख किसानहरू आतङ्कित छन्। यस सम्बन्धी सत्ता पक्षको चाहिँ एकजना हाम्रो मान्यज्यूले भन्नुभएको थियो विधेयक बन्दैछ। आज त्यो विधेयक यो सदनमा किन ल्याइँदैन सभामुख महोदय, यहाँबाट म सोध्न चाहन्छु। सरकार र सत्ताको पक्षमा चाहिँ अथवा आफ्नो सीमित स्वार्थको निम्ति विधेयक र अध्यादेशहरू ल्याउने, तर यत्रो लाखौँ लाख किसानहरूको अधिकारको निम्ति जुन चाहिँ आम जनताहरूले किसानहरूले सताइरहेको बाँदर व्यवस्थापनको निम्ति किन तपाईँको विधेयक ल्याइने प्रश्न गर्न चाहन्छु सरकारलाई। यसै गरी निकुञ्ज क्षेत्रमा कैयौँ चाहिँ आम नागरिकहरूको चाहिँ त्यहाँको चाहिँ वन्यजन्तु, बाघ, विभिन्न तपाईँको वन्यजन्तुको आक्रमणबाट चाहिँ तपाईँको चाहिँ निधन भइरहेको छ, आक्रमण भइरहेको छ। म यहाँ सदन मार्फत सरकारले भन्न चाहन्छु, चाँडोभन्दा चाँडो यस क्षेत्रमा सरकारको ध्यान जाओस्। मान्छे खुवाएर बाँदर अथवा मान्छे खुवाएर बाघ पाल्नु सकिँदैन चाहिँ म सरकारलाई भन्न चाहन्छु र सरकारको ध्यान गर्न चाहन्छु सभामुख महोदय। यसै गरी यहाँ चाहिँ हाम्रो पूर्व वक्ता हाम्रो मान्यज्यूले चाहिँ धेरै कुरा उठाइसक्नुभयो। हाम्रो पार्टीको तर्फबाट म यहाँ के भन्न चाहन्छु भने यस सम्मानित सदनलाई प्रधानमन्त्रीज्यूले व्यवस्था गरेको हो र चाहिँ सरकारले नीति तथा कार्यक्रममा प्रतिपक्ष र सत्तापक्षका सांसद र मान्य कुरा मात्रै होइन सभामुख महोदय, संसदमा प्रतिपक्ष र सत्ता पक्षका दुवै सांसदको चाहिँ कुरा प्रधानमन्त्रीले सुन्नुपर्छ। 275 जना, 165 जना प्रत्यक्ष र 110 जना जो समानुपातिक समावेशहरू चाहिँ आज हामी सदनमा प्रवेश गरेका छौँ। ती सबै सांसदहरूको तपाईँको चाहिँ प्रधानमन्त्रीले कुरा सुनेर सबै देश आज ती 275 जना सांसदको कुरा सुन्नु भनेको त्यो हामीले व्यक्तिगत कुरा सुनाउनु अथवा व्यक्तिगत यहाँ कुरा राख्नु आउने होइन सभामुख महोदय। हामीले 3 करोड नेपालीको जनताको कुरा चाहिँ यो सदनमा उठाएको हुन्छौँ। त्यो उठाएको कुरामाथि सरकारले ध्यान दिएर काम गर्नुपर्ने हुन्छ। त्यसै कारणले गर्दाखेरि को नियम 21 को खण्ड घ
सबै मान्य सदस्यहरूलाई यसमा संवेदनशील भइदिनको लागि म यो जानकारी गराउन गइरहेको छु। अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने। मान्य सदस्यहरूले कुनै पनि समयमा बोल्ने क्रममा यो बुँदालाई ध्यान दिदिनको लागि मैले यो जानकारी गराएको छु। त्यसै गरी मान्य सदस्यहरू, मिति 2083 वैशाख 29 गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। मान्य सदस्यहरू, सम्माननीय राष्ट्रपति महोदयले 2083 साल वैशाख 28 गते सोमबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुन्छ। के हो मान्य सदस्य? मान्य सदस्य, मेरो ध्यानाकर्षण भएको छ, आजको कार्यसूचीमा शून्य समय र विशेष समय नरहने भनेर सभामुखले यहाँबाट आदेश गरिसकेको छ। बस्नुहोस् मान्य सदस्य। मान्य सदस्यहरू, आर्थिक वर्ष 2083-84 को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरूमा